भैरवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 3 वर्षमा 731 अन्तर्राष्ट्रिय उडान, 45,000 बढी यात्रु। दर्शकबिन नमस्कार। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी पछिल्लो अपडेटमा तपाईहरुलाई स्वागत छ। तपाईहरु यति बेला हेर्दै हुनुहुन्छ नयाँधार खबर। नयाँधार खबरको साथमा छु म सुभाष बेसी। तपाईहरुले अहिलेसम्म हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी सँगै रहेको बेल आइकनलाई क्लिक गर्न नभुल्नुहोला। साथै यो भिडियो तपाई कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला भन्दै आउनुहोस् अब लागौं आजको विषयवस्तुतर्फ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् 2022 देखि सन् 2024 सम्मको 3 वर्षमा 731 वटा मात्र अन्तर्राष्ट्रिय उडान भएका छन्। यो 3 वर्षमा 45,573 यात्रुले विमानस्थलको प्रयोग गरेका छन्। यो संख्या मध्ये सबैभन्दा धेरै पहिलो वर्ष सन् 2022 मा 304 उडान र 31,355 यात्रुले यात्रा गरेका छन्। सन् 2023 मा 128 उडान र 4,751 यात्रु रहेका छन् भने सन् 2024 मा 279 उडान र 9,467 ले यात्रा गरेका छन्। विमानस्थल प्रयोग गरेका यात्रु मध्ये सन् 2022 मा भैरवाबाट जाने 17,896 जना र आउने 13,459 जना रहेका। सन् 2023 मा भैरवाबाट जाने 2,295 जना र आउने 2,456 जना तथा सन् 2024 मा भैरवाबाट जाने 4,103 जना र आउने 5,346 जना रहेको विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए। यो 3 वर्ष अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको थिएन, तर सन् 2025 को जनवरीदेखि मार्चसम्म 3 महिनामा मात्रै 279 अन्तर्राष्ट्रिय उडान भएका थिए। यो अवधिमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत भइरहेकोले उडान कटौती भएको थियो। त्यो बेला नेपाल एयरलाइन्स, जजिरा फ्लाइ दुबई र थाई एयर एसियाले अन्तर्राष्ट्रिय उडान गरेका थिए। 3 महिनामा मात्रै 15,148 यात्रुले विमानस्थल प्रयोग गरेका छन्। विमानस्थलका प्रवक्ता विनोद राउतका अनुसार हाल दैनिक 50 अन्तर्राष्ट्रिय उडान क्षमता र वार्षिक 30 लाख बढी यात्रु प्रस्थान गर्न सक्ने क्षमता छ। विमानस्थलमा एकपटकमा 5 वटा न्यारो बडी र एउटा व्हाइट बडी र 3 वटा न्यारो बडी जहाज उडान र पार्किङ गर्न सक्ने क्षमता छ। क्षमता अनुसार विमानस्थल सञ्चालन हुँदा 15 दिनमा हुने उडान र यात्रु सङ्ख्या विमानस्थल नचल्दा 3 वर्षमा पनि हुन सकेको छैन। विमानस्थलले वार्षिक 30 लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको कुनै पनि समस्या आउँदा भारत र नजिकका विमानस्थलमा विमानलाई जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो। साथै बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका बौद्धिक मार्गहरूलाई आकर्षित गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पनि यो विमानस्थल स्थापना गरिएको हो। वार्षिक करिब 30 लाख बौद्ध धर्मावलम्बीलाई लुम्बिनी भित्राउने लक्ष्यसहित विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको रूपमा बनाइएको हो। धार्मिक पर्यटनलाई बढावा दिने र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर विमानस्थल स्तरोन्नति भए पनि अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा विमानस्थल लक्षित गरी होटल र पर्यटन व्यवसायमा निजी क्षेत्रले गरेको झन्डै 1 अर्ब लगानी जोखिममा परेको छ। 2071 माघ 1 मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए भने 2079 जेठ 2 मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। अवस्था अहिलेका लागि भिडियो यति नै। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला भन्दै अहिलेका लागि भने हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।